के तपाईँ दुबईमा इस्टाब्लिसमेन्ट कार्ड तथा इमिग्रेसन कार्ड सम्बन्धी समस्या झेलिरहनु भएको छ? स्वागत छ दुबई इन्फो च्यानल बाई सुरजमा। आज म तपाईँहरूलाई यो इस्टाब्लिसमेन्ट कार्ड सम्बन्धी समस्या कसरी हुन्छ र यसको सोल्युसन के हुनसक्छ म तपाईँलाई डिटेल्समा भन्नेछु है त। दुबईमा कम्पनी रजिस्ट्रेसन गरिसक्नु भएपछि इस्टाब्लिसमेन्ट कार्ड तथा इमिग्रेसन कार्ड बनाउनु पर्ने हुन्छ। अब इस्टाब्लिसमेन्ट कार्ड तथा इमिग्रेसन कार्ड चाहिँ म्याक्सिमम रिजेक्सन अथवा अहिले तपाईँको अप्रुभल दिइरहेको छैन, नवकस आइरहेको छ, एक्स्ट्रा डकुमेन्टहरू मागिरहेको छ। अब के गर्ने त? अब यस्तो समस्या आइरहेको छ भने चाहिँ अब म सोल्युसन तपाईँहरूलाई बताउँदैछु है। तपाईँको ब्याङ्क स्टेटमेन्ट हुनु पर्यो। तपाईँ कम्पनीको ओनरको ब्याङ्क स्टेटमेन्ट अहिले कम्पलसरी छ र इजारी हुनु पर्यो। प्रपर तपाईँको भर्चुअल इजारीले काम गर्दैन। अहिले 1 इयरको इजारी प्लस ब्याङ्क स्टेटमेन्ट। ब्याङ्क स्टेटमेन्टमा तपाईँले ध्यान दिनुपर्ने कुरा एटलिस्ट 25,000 को त्यो ब्यालेन्स चाहिँ अहिले रिक्वायर्ड देखाइरहेको छ म्याक्सिमम लाइसेन्सहरूमा। यो तपाईँले मेन इम्पोर्टेन्ट ध्यान दिनुपर्छ। त्यति स्टेटमेन्ट बनाएर तपाईँले फेरि सबमिट गर्नुभयो अथवा तपाईँले त्यो डकुमेन्ट लिएर जाफलिया इमिग्रेसन अथवा अलोवेर इमिग्रेसन तपाईँ भिजिट गर्नुभयो भने तपाईँको इस्टाब्लिसमेन्ट कार्ड अप्रुभ हुन्छ। दिस इज द फाइनल सोल्युसन। दुबईको रियल टाइम तथा जेन्युन इन्फर्मेसन, ताजा इन्फर्मेसनको लागि यो अकाउन्टलाई फलो गर्नुहोला। धन्यवाद।